Hello everyone, I'm Sarika and welcome to Yarn Time. आज म हजुरहरूसँग एउटा क्रोसेटको लाछा ट्युटोरियल शेयर गर्न गइरहेको छु। सो नि स्टार्ट गरौँ है त। Let's get started. सबैभन्दा पहिला चाहिँ हामी फ्लावर बनाउन सिक्छौं। फ्लावर नै लाछाको सबैभन्दा मेन ब्युटी हो। फ्लावर बनाउनको लागि चाहिँ हामीले फर्स्टमा म्याजिक सर्कल बनाउनु पर्छ। म्याजिक सर्कल बनाएपछि हामीले 1 चेन एड गरेर 9.5 डबल क्रोसेट गर्नुपर्छ। नाइन हाफ डबल क्रोसेट कम्प्लिट भएपछि फर्स्ट स्टिचमा स्लिप स्टिच गरेर हामीले राउन्ड कम्प्लिट गर्नुपर्छ। राउन्ड कम्प्लिट भएपछि हामीले एक्सेस यार्नलाई कट गरेर म्याजिक रिङलाई टाइट गर्नुपर्छ। पेटल्स बनाउनको लागि हामीले व्हाइट यार्नलाई हाफ डबल क्रोसेटमा एट्याच गर्नुपर्छ। यार्न एट्याच गरेपछि चेन 3 गरेर नेक्स्ट स्टेजमा 3 डबल क्रोसेट गर्नुपर्छ। थ्री डबल क्रोसेट गरिसकेपछि 3 चेन गरेर नेक्स्ट स्टेजमा स्लिप स्टिच गर्नुपर्छ। फेरि पनि चेन 3 गरेर सबै स्टेजहरुमा सेम प्रोसेस रिपिट गर्नुपर्छ। यसैगरी चाहिए जति फ्लावर्सहरु पहिला नै तयार पारेर राख्नुहोला। फ्लावर्स रेडी भएपछि लाछाको बेस बनाउन सुरु गरौँ अब। अलिकति यार्नलाई छोडेर स्लिप नट बनाउनु पर्छ। स्लिप नट गरिसकेपछि मैले चाहिँ 300 चेन बनाएको छु। हजुरहरूलाई जति लेन्थ चाहिएको छ त्यही अनुसारले बनाउँदा हुन्छ। थ्री 300 चेन बनाइसकेपछि हामीले एक्सेस यार्नलाई काट्नुपर्छ, तर अघिको जस्तै हामीले अलिकति राख्नुपर्ने हुन्छ। यति बनाइसकेपछि चाहिँ हाम्रो लाछाको दुईटा पार्ट रेडी हुन्छ। र अब हामीलाई चाहिन्छ अर्को पार्ट। अर्को पार्टको लागि चाहिँ हामीले अघि रेडी गरेको चेनलाई बराबरमा राखेर त्यसको हाफबाट चाहिँ हामीले अर्को नयाँ चेन स्टार्ट गर्नुपर्छ। त्यो थर्ड चेनलाई पनि 150 चेन गर्नुपर्छ, या त हजुरहरूले जति साइज बनाउनु भएको छ त्यही अनुसारले बराबरको लेन्थ बनाउनु पर्छ। यति गरिसकेपछि चाहिँ हामीसँग हाम्रो लाछाको बेस रेडी भइसक्छ। अब अर्को पार्ट स्टार्ट गर्नुपर्छ हामीले। हाम्रो लाछाको चेनलाई अलिक मोटो बनाउनको लागि हामीले फेरि अर्को राउन्ड स्टार्ट गर्नुपर्छ। त्यसको लागि स्लिप नट बनाउनुपर्छ। यो स्लिप नटलाई अगाडि बनाएको चेनमा गएर स्लिप स्टिच गर्नुपर्छ। अब हामीले यसरी नै चेन वाइज
स्लिप स्टिच गर्दै जानुपर्छ चेन 10 सम्म। चेन 10 मा पुगिसकेपछि अब हामीले लिफ बनाउन स्टार्ट गर्नुपर्छ। त्यसको लागि 3 चेन गरेर अब हामीले 2 डबल क्रोसेट गर्नुपर्छ। टु डबल क्रोसेट गरिसकेपछि हामीले 2 चेन एड गर्नुपर्छ। चेन 2 लाई हामीले डबल क्रोसेटमा लगेर स्लिप स्टिच गर्नुपर्छ। स्लिप स्टिच गरेर हामीले अब फेरि 2 डबल क्रोसेट गर्नुपर्छ। अब फेरि हामीले चेन 2 गरेर स्लिप स्टिच गर्नुपर्छ। यसरी नै हाम्रो लिफ कम्प्लिट हुन्छ। लिफ बनाइसकेपछि फेरि अघिको जस्तै 15 चेन सम्म स्लिप स्टिच गर्दै जानुपर्छ। चेन 15 मा पुगेपछि हामीले फ्लावर एड गर्नुपर्छ। फ्लावरको त्यो भित्रपट्टिको स्टेजमा गएर हामीले हुक हाल्नुपर्छ र स्लिप स्टिच गर्नुपर्छ। ग्लुले मात्र एट्याच गर्दा पनि हुन्छ, तर यानले एट्याच गरियो भने चाहिँ वासेबल पनि हुन्छ। वास गर्दाखेरि त्यसरी झरिहाल्दैन, त्यही भएर यानले गर्दाखेरि चाहिँ राम्रो। अब फेरि पनि चेन 10 सम्म स्लिप स्टिच गर्दै चेन 15 मा पुगेपछि लिफ एट्याच गर्नुपर्छ अनि फेरि चेन 15 गरेर फ्लावर एट्याच गर्नुपर्छ। सबैमा यसरी नै यही स्टेप रिपिट हुन्छ। जोइन गरेको यानलाई चाहिँ निडलको हेल्पले हाइड गर्नुपर्छ अनि एक्सेस यानलाई चाहिँ कट गर्नुपर्छ। यसो गर्दाखेरि हाम्रो जोइनिङ पार्ट क्लिन देखिन्छ।
अघि नै यहाँले एट्याच गरेको फ्लावरलाई अझ स्ट्रङ बनाउनुको लागि म ग्लु गनको हेल्पले फेरि स्टिक गर्दैछु। हजुरहरूसँग जुन ग्लु एभाइलेबल छ त्यही युज गर्दा हुन्छ। अब हामीले टेसल्स बनाउनुको लागि यानलाई फिङ्गरमा 20 चोटि र्याप गर्नुपर्छ अनि कम्प्लिट भएपछि त्यसलाई कट गर्नुपर्छ। यसरी नै हामीले 3टा टेसल्स बनाउनुपर्छ। हामीले बनाएको टेसल्सलाई अघि हामीले छोडेको यानमा एट्याच गर्नुपर्छ। त्यसको लागि मैले 3 नट बनाएको छु। हजुरलाई जति उयो लाग्छ त्यति बनाउँदा हुन्छ। हामीले टेसल्सलाई एड गरिसकेपछि फेरि पनि व्हाइट यानले त्यो एड गरेको अलिकति तलतिर नट बनाउनुपर्छ। हामीले सबै नट बनाइसकेपछि चाहिँ त्यो रको टेसल्सलाई मिलाएर काट्दा पनि हुन्छ या त्यत्तिकै छोड्दा पनि राम्रै देखिन्छ। हजुरहरूलाई जस्तो ठिक लाग्छ त्यस्तै गर्दा हुन्छ। मैले चाहिँ काटेर मिलाएकी छु। मलाई चाहिँ काटेर मिलाएकै मनपर्छ, त्यही भएर काटे। भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरेर यान टाइममा जोडिनु होला। हजुरलाई अर्को कुन डिजाइन ट्राई गर्न मन छ कमेन्टमा भनिदिनु है। Thank you for watching. Don't forget to support me. Bye bye.